यहाँ चाहिँ मेसिन गरिरहेको छ, त्यही भएर मेरो भोइस चाहिँ सानो सुनिराख्नु भएको छ होला। हग्दै हग्दै गइयो। ओइ ओइ त्यही छ त्यही बस। ल साथीहरू, मैले चाहिँ यहाँ बालुवा र गिटी चाहिँ धोएर ठिक्क पारेँ। यसलाई चाहिँ मैले यसरी बनाएँ होइन। तल्लो स्टेपलाई चाहिँ फर्स्ट यसरी गरेँ। मैले दुःख गरेको अनुसार राम्रै फल पाएँ मैले। अनि मैले चाहिँ आज छिट्टै भात खान लागेको होइन, छिट्टै सब्जी बनाएर। अनि किनभने चाहिँ जहिले हामी चाहिँ खाना खाएर सुत्नु जाँदा सुत्ने बेलामा चाहिँ जहिले 9 बज्ने कि 9 साढे 9 हुने होइन। अनि अस्ति झन् हाम्रो त्यो धान रोपेको दिन त खाना खाएर सुत्दा त 10 बजेको थियो। अनि सधैँ त्यस्तो हुने, सधैँ कामहरू पनि केही नहुँदा नि खाना खाएर सुत्ने बेला जहिले 9-10 त अनिवार्य नै हुने। अनि आज चाहिँ ल छिट्टे भनेर दिदी चाहिँ उता खेतमा पानी लाउन जानुभएको छ। अनि म चाहिँ यहाँ सब्जी बनाउनु अरे, त्यही भएर म चाहिँ सब्जी बनाउँछु फर्सीको मुन्टा। निलो जानुपर्ने हुन्छ, कसले के पढ्मा तिर्नुपर्ने हुन्छ होइन। अनि 6 बजे अर्काको मेलोमा पुग्नुपर्छ, 6 बजे आँखै खोल्दैन। त्यो चाहिँ मैले खाना सब्जी बनाइसकेँ। हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम ब्याक टु माई न्यू भिडियो। सो वेलकम छ आज पनि तपाईँहरूलाई मेरो नयाँ भिडियोमा। अनि म चाहिँ एकदम सन्चै छु, तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथमा यो न्यू भ्लग मैले स्टार्ट गरिसकेकी छु। यहाँ चाहिँ मेसिन गरिरहेको छु, त्यही भएर मेरो भोइस चाहिँ सानो सुनिराख्नु भएको छ होला। म चाहिँ यहाँ गाई बाहिर निकाल्नलाई आएको हो बिहानै। औ आमा, यसको त झन्डै यहाँ कस्तो बानेको यो झन्। यस्तो गर्छ र त। अनि यहाँ मेरो हात चेप्टिन्छ त फेरि फलामले। तेरिका यसको त नि हग्दै हग्दै गइयो। ओइ ओइ नकुद है, नकुद नकुद। यता आइज यहाँ। तँले टाढा त कहाँ लान्छ र नि, यहीँ ठोक्ने हो। आइज 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 आइज। लान्छ फेरि एकैछिनमा सार्दा हुन्छ। लु त्यहीँ खा त्यहीँ बस्छु पनि बाहिर निकालेँ मैले चाहिँ साथीहरू। अब चाहिँ यहाँ पानी फिल्टर गर्नुपर्ने हुन्छ। मैले चाहिँ बिहानै बालुवा धुँदैछु अहिले चाहिँ म। यस्तो पनि पो रहेछ त। यो चाहिँ धोएर सफा बनाएर अछु गएको। गरौँ साथीहरू, चाल्नै सकिँदैन। ल साथीहरू, मैले चाहिँ यहाँ बालुवा र गिटी चाहिँ धोएर ठिक्क पारेँ होइन। अब उता ड्रममा हाल्नुपर्ने हुन्छ। यता मैले ड्रम पनि मैले चाहिँ यतिको चाहिँ सफा गरिसकेँ होइन। अनि पाइप चाहिँ मैले यही सफा गरेँ। अब किन्नु जानु कहिले होइन। मैले चाहिँ बिहानै चेन्ज गर्नु पर्यो भनेर चाहिँ हो। अब म बजार चाहिँ दिउँसो जान्छु नि त, त्यही भएर मैले चाहिँ दिउँसो चाहिँ अब भ्याउँदिनँ खोज्यो न। अनि त्यही भएर मैले चाहिँ बिहानै यसलाई चाहिँ मैले यसरी बनाएँ होइन। तल्लो स्टेपलाई चाहिँ फर्स्ट स्टेपलाई चाहिँ मैले यस्तो गरेँ।
फाइनली साथीहरू मैले चाहिँ फिल्टर बनाइसकेँ होइन। देख्न सक्नुहुन्छ मैले चाहिँ यसरी गरेँ। मैले जानेको अनुसार होइन। मुनि चाहिँ मैले बलुवा ओछ्याएँ, बलुवा हालेँ अनि त्यहाँदेखि माथिबाट चाहिँ यो गिटी हालेँ। मैले जानेको जति चाहिँ हो है साथीहरू। अब म पानी हाली हेर्छु। हुने बेला भएछ। यतिको राम्रो आयो, राम्रो चाहिँ राम्रै आयो। तर यसलाई अब एकचोटि चाहिँ यो अब पहेँलो हुन्छ कि हुँदैन होइन, रातो हुन्छ कि हुँदैन, यसलाई चाहिँ एकचोटि तताइ हेर्नुपर्छ होइन। अनि पहेँलो भएन भने चाहिँ राम्रै भयो, होइन भने चाहिँ यो भएन। थोरै हालेको थिएँ। यतिको राम्रो आयो साथीहरू तताउँदा होइन। पहेँलो भएन, रातो भएन। म एकदमै खुसी छु किनभने मैले दुःख गरेको अनुसार राम्रै फल पाएँ मैले। साथीहरू अहिले चाहिँ म हस्पिटल जाँदैछु। मैले चाहिँ यो ओरिजिनल साउन्डलाई चाहिँ राखिनँ किनभने ब्याकग्राउन्ड साइडबाट गाडीहरूको आवाजहरू धेरै आएर मैले बोलेको साउन्ड चाहिँ सानो सुनिरहेको थियो, एकदम डिस्टर्ब भएको थियो होइन। त्यही भएर मैले यो साउन्डलाई चाहिँ कट गरेँ। अनि म चाहिँ अहिले हस्पिटल जाँदैछु किनभने मम्मीको औषधि लिनलाई। अहिले चाहिँ म यहाँ बेलुकाको सब्जी बनाउन लाग्छु होइन। अनि हाम्रोमा चाहिँ फर्सीको मुन्टा परेको चाहिँ होइन जम्मा 1 महिना हुन लागिसक्यो होइन, भइसक्यो पनि। अनि जहिले त्यही फर्सीको मुन्टा अनि त्यही आलु होइन। अनि आज पनि मैले चाहिँ त्यही फर्सीको मुन्टा पकाउन लाग्छु। कति खानु होइन। मिठो त मिठै हुन्छ तर पनि जहिले खाँदा अलिक कस्तो हुन्छ नि त। नगर न, अहिले जुठोहरू पर्छ। अनि अरू सब्जीहरू पनि छन् त, भिन्डीहरू बोडीहरू छ, तिनीहरू पनि कति खानु। अनि मैले चाहिँ आज छिट्टै भात खान लागेको होइन, छिट्टै सब्जी बनाएर। अनि किनभने चाहिँ जहिले हामी चाहिँ खाना खाएर सुत्नु जाँदा सुत्ने बेलामा चाहिँ जहिले 9 बज्ने के 9 साढे 9 हुने होइन। अनि अस्ति झन् हाम्रो त्यो धान रोपेको दिन त खाना खाएर सुत्दा त 10 बजेको थियो। अनि सधैँ त्यस्तो हुने, सधैँ कामहरू पनि केही नहुँदा नि खाना खाएर सुत्ने बेला जहिले 9-10 त अनिवार्य नै हुने। अनि आज चाहिँ ल छिट्टै भनेर दिदी चाहिँ उता खेतमा पानी लाउन जानुभएको छ। अनि म चाहिँ यहाँ सब्जी बनाउनु अरे, त्यही भएर म चाहिँ सब्जी बनाउँदैछु फर्सीको मुन्टा। अनि होइन गलेको हुन्छ अहिले। अब 10 बजे ओछ्यान पुगेर त मोबाइल हेर्ने टाइमै हुँदैन नि त होइन साथीहरू। अनि मोबाइल हेर्नै पर्यो, 1-2 घन्टा त भइ नै हाल्छ। 1 घन्टा हेरेर चित्त बुझ्दैन। अनि 1-2 घन्टा त 2 घन्टा 3 घन्टासम्ममा त हेरिहाल्छ नि मोबाइल होइन। अनि निन्द्रै नपुग्ने के, बिहान निन्द्रै नछोड्ने। अब बिहानै उठेर निलो जानुपर्ने हुन्छ, कसै के पढ्न तिर्नुपर्ने हुन्छ होइन। अनि 6 बजे अर्काको मेलोमा पुग्नुपर्छ, 6 बजे आँखै खोल्दैन। अनि आज चाहिँ अब भोलि बिहान चाहिँ मेरो चाहिँ ठ्याक्कै 6 बजे पुग्नुपर्ने छ। यहाँदेखि साइकलमा 20 मिनट लाग्छ होला मलाई। अनि त्यही भएर भोलि बिहान चाहिँ छिट्टो उठ्नलाई चाहिँ आज चाहिँ सब्जी चाहिँ छिट्टो बनाएर छिटो भात खाएर छिट्टै सुत्नुपर्ने हुन्छ, निन्द्रा पुऱ्याउनु पर्ने हुन्छ, नत्र भोलि म ढिलो हुन्छ मेला जानु। हेलो साथीहरू, अहिले चाहिँ मैले खाना सब्जी बनाइसकेँ होइन। 6 बजी नै आज चाहिँ हाम्रो खाना सब्जी पाकेको छ। अनि यतिन्जेल मेरो भिडियोलाई लाइक गर्नुभएको छैन भने लाइक पनि गरिदिनु होला। अनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला र घन्टी पनि दबाइदिनु होला भन्न चाहन्छु। सबैजनाले मलाई सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। अनि मैले पनि गर्नेछु होइन। एकअर्कामा मिलेर अघि बढौँला।